तपाईलाई लाग्छ भगवानले तपाईसँग कुरा गर्न सक्छ? कतिलाई अनुभव छ कि भगवानले मसँग कुरा गरेको भनेर? यदि भगवानले कुरा गर्न सक्छ भने उहाँले कसरी भन्नुहुन्छ त? के लाग्छ तपाईहरुलाई? उहाँले कसरी भन्नुहुन्छ जस्तो लाग्छ? इन्डाइरेक्टली सिचुएसन आउन सक्छ, जस्तै कि मान्छेहरूबाट पनि त्यस्तो आउन सक्छ। त्यो बाहेक त्यो पनि आउन सक्छ, तर त्यो बाहेक डाइरेक्टली कुरा गर्न सक्छ कि सक्दैन त भगवानले? सक्छ हैन? यदि भगवानले तपाईसँग कुरा गर्न सक्छ भने किन अरू मान्छेहरूलाई तपाईँ आफ्नो जीवनको बारेमा आफ्नो कुराहरू सोधिराख्नुहुन्छ त? मैले यो गर्दा हुन्छ कि, मैले त्यो गर्दा हुन्छ कि भन्दै किन डाइरेक्ट भगवानसँगै कुरा गर्नुहुन्न? पक्कै पनि तपाईलाई आन्सर प्राप्त हुन्छ।